चाहिँ क्यारेट केचपसँग एकदम मिठो। मुला चाहिँ मलाई एकदम मनपर्छ। यो चाहिँ कोरियन स्टाइलमा बनाएको मुला। नमस्ते, अर्को भिडियोमा आइसकेको छु। पहिलाको भिडियोमा चाहिँ बोल्दा बोल्दै मैले पुरा भिडियो बनाउन सकिरहेको थिएन, मोबाइल ह्याङ भएर। आज चाहिँ म अर्को भिडियो लिएर आएको छु। मैले आज चाहिँ यो चाहिँ एग प्लान्ट अर्थात् बैगनको, अनि यो चाहिँ क्यारेट गाजर, अनि यो चाहिँ मुलाको सलाद, यो चाहिँ केचपसँग म यो भिडियो लिएर आइसकेको छु। आज चाहिँ म सेकेन्ड टाइम भिडियोमा बोल्दैछु। हजुरहरूले मेरो भिडियो हेरेर माया गरेर साथ सपोर्ट दिनुहुन्छ भन्ने कुरा विश्वस्त छु। म चाहिँ क्यारेट केचपसँग मिठो छ। क्रिम एकदम मिठो।
मुला चाहिँ मलाई एकदम मनपर्छ। यो चाहिँ कोरियन स्टाइलमा बनाएको मुला। नुन अनि चिनी तातो पानीमा चाहिँ यसलाई राखेर अनि थोरै कलर आउनको लागि बेसार जुसी वास्तवमा म नबोल्नुको कारण चाहिँ काम गर्नुपर्छ, समय हुँदैन खाना बनाएर। अझ पनि मलाई मोबाइलले धोका दिँदैछ। मेरो मोबाइल चाहिँ एकदम धोकेबाज निस्किरहेछ। फटाफट खान्छु। चाहिँ हेल्दी हो। बस्छ मेरो फोन चाहिँ मेमोरी फुल भएको कारणले गर्दाखेरि भिडियो बनाउँदाखेरि अड्किने जाने भिडियो नहुने हुन्छ। त्योदेखि नबोल्नुको कारण भन्दै थिएँ, लगातार मोबाइलले धोका दिएको भएको कारणले भन्न सकिरहेको छैन। वास्तवमा समय नभएको कारणले गर्दा हो, किनकि काममा जानुपर्ने, थोरै समयमा खाना बनाएर अनि त्यो खाना पनि नखाइकन खाने समय नभएर राखेर ड्युटी गएर ड्युटीबाट आएपछि बल्ल भिडियो बनाउने हो। भिडियो बनाउँदाखेरि अब रुममा आफू एक्लै हुँदैन, साथीहरू हुन्छ। अब छिटो छिटो गरेर अब आफ्नो भिडियो चाहिँ बनाउनु पर्ने अवस्था हुन्छ। त्यो भएको कारणले बोल्ने अवस्था अनि त्यो समय नभएको कारणले गर्दा हो। अब चाहिँ म कोसिस गर्नेछु कि बोल्दै मुखबाङमा बोल्दै भिडियो बनाउने कोसिस गर्दैछु। अनि बोल्ने आदत पनि छैन। मिठो छ। वर्षमा मैले भिडियो बनाउने खाने भनेको चाहिँ बेडमा हो। यो मेरो बेड हो, यही म खान्छु, यही बस्छु, यही सुत्ने। अरू रुममा चाहिँ अरू साथीहरू हुनुहुन्छ। अनि अब यहाँ टेबल हुँदैन, टेबल भुइँमा राख्यो भने साथीहरू आउने जाने बाटो हुँदैन। नभएको कारणले आफू चाहिँ आफ्नो बेडमा खाने पनि सुत्ने पनि सबै ठाउँ। मैले चाहिँ प्राय आज मेरो ड्युटी बिहान नभएको कारणले भिडियो बनाउँदैछु। नत्र भनेदेखि साथीहरू आइदिएर ड्युटीमा जानुभएको छ, एकछिनपछि आउनुहुन्छ। त्यो समयमा चाहिँ साथीहरू आउने जाने भित्र बाहिर गर्दाखेरि भिडियोमा पनि डिस्टर्ब हुने भएको कारणले यो मुला चाहिँ एकदम मेरो फेभरेट हो।
यो गाजर एकदम मेरो फेभरेट। मेरो मोबाइल चाहिँ एकदमै साथ नदिएको अवस्था छ, आउने जाने भइरहेको छ। धन्यवाद हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा अनि साथ सपोर्ट दिनुभएकोमा अनि मेरो भिडियोलाई हेरेर माया गरिदिनु भएकोमा। यसरी नै साथ सपोर्ट